यो आइस लेक चाहिँ अब तलबाट हिँड्दाखेरि हुन त अहिले बाटो छ तर तलबाट त्यहाँ अघि अरू नेपाली गेस्टहरूले कुरा गरिरहेको थियो जिपले माथिसम्म छोडिदिएको चाहिँ लास्ट पोइन्टसम्म 8000 रे 7 किलोमिटर छ अरे यो अफ रोड 3-4 किलोमिटर माथि चाहिँ म कति 2-3 किलोमिटर चाहिँ म माथि आएँ त्योभन्दा माथि चाहिँ म गइनँ बाइकको पनि माया मान्नु पऱ्यो फेरि फर्किनु पनि छ तर यहाँ माथि चाहिँ जसरी नि जानु माथिबाट भ्यू चाहिँ हेर्नु है भनेर भन्थ्यो होटलको मान्छेले यस्तो देख्दो रहेछ तपाईँ अनि खतरा यहाँबाट यो ब्लू लेक अनि यहाँबाट गङ्गापूर्ण लेक यो सबै देख्दो रहेछ यहाँबाट मनाङ बजार तल भ्राका भयो 8000 त अब बोलेरोले 5-7 जना 8 जना भयो त ठिकै हो उनीहरू 3 जना थियो 8000 रे अनि कुरेर बसेर ल्यायो भने चाहिँ 10000 रे वान वे चाहिँ 8000 रे महँगो चाहिँ महँगै भन्ने जस्तो लाग्यो तर पनि बाटो अनुसार त ठिकै होला यदि आइस लेक नै नगए पनि यो भ्राकाबाट माथि चाहिँ आइस लेक जाने बाटोमा चाहिँ जियोस् आधी 1 घन्टा हिँडेर टपमा आयो भने चाहिँ भ्यू चाहिँ वाउ नै छ है यति चाहिँ गर्नुपर्छ है यहाँ यति माथि आउनु पर्दैन अझै तल नै एउटा भ्यू पोइन्ट जस्तो पनि थियो त्यहाँसम्म आयो भने मनाङ यहाँ अति छ यार तर केही होइन यार मुस्ताङ त जस्तो लाग्छ मलाई मनाङको अगाडि चाहिँ फर्स्ट टाइम मनाङ आउँदा त्यो तिलिचु जाँदा पनि त्यस्तै नै फिल भएको थियो अहिले आउँदा पनि त्यस्तै नै फिल भयो कि छैन त अघि फेरि यो क्यामेराको डक यहाँ खोल्टीमा राखेको थिएँ खसेछ क्या माथि गएर भिडियो गर्छु भनेको त ढकै छैन एकछिन त सातो गयो नि त किनेको 1 महिना नि भएन अनि गयो धन्न भेट्टाएँ अलिक तल 1 किलोमिटर जति तल गएको त तल खसिरहेको रहेछ बाटोमै बिस्तारै गइरहेको थिएँ भेट्टाउन चाहिँ यस्तो आनन्द भयो धन्यवाद भगवान् भने एकचोटि हैट खाना चाहिँ भेज खाना नै खाँदा बेटर हुन्छ जस्तो लाग्यो यतातिर मलाई किनभने मासु त बोइलरै हो रे कि याक खानाको चाहिँ 1050 भन्दै थियो यार याकै हो कि गोरुसोरु हो कि है अन्त याकै होला कति 60,000 पर्छ एक भागको भन्दै थियो 60,000 मा किनेको भन्दै थियो एक भाग सुकुटी रहेछ मैले खाना चाहिँ खाइन मैले भेज खाना नै खाएँ खाना चाहिँ म भेज नै प्रिफर गर्छु मासु चाहिँ अब कुखुरा चाहिँ बोइलर अरे बोइलर त के खानु ओह्रालो त राम्रो मजा आउने अब उकालोमा त झन् चिसोमा बाइकले बल्ल बल्ल बिहान स्टार्ट हुन्छ अनि एकैचोटि उकालो लाग्दाखेरि त त्यहाँसम्म त पुगेकै हो बाइक जस्तो लाग्यो मलाई त बसिदा त्यही भएर यो सिआरएफ भयो भने त मजा हुन्थ्यो होला यार उता ब्लु लेक त्यहाँ देखेछ नि मैले चाहिँ देखिरहेको छु आँखाले अब क्यामेराले चाहिँ के देखेछ कि छैन ट्याक्क ब्लु लेकमा गएर अहिले एकछिन यसो बाइक साइक कुदाएर बाइक साइक धुनु पऱ्यो मजाले गएर त्यहाँ कुलोमा पानी आइरहेको रहेछ मजाले बाइक साइक पखाल्छु एकचोटि अनि त्यसपछि यसो दिउँसोतिर ब्लु लेक
जानु पर्यो बेलुका एकैछिन मनाङतिर जानु पर्यो आइस लेक हेर्न चाहिँ मन थियो अब जमेको पुरै फुल जमेको थियो अरे के अरे यतिखेर हरे आइस लेक हेर्ने अब साध्य अब हिँडेर 6-7 घन्टा पनि के हिँड्नु यार त्यो नि एक्लै लखर लखर झ्याला चिल हेर न यहाँ चिल कस्तो उड्या देखेछ त्यो हिमालमै चलाए जस्तो छैन त हिमालकै लेभलमा चलाइयो कति छ यार ऊ त्यहाँ तल चाहिँ एयरपोर्ट छ ऊ त्यो पुरानो रनवे छ नि त्यहाँ हुँदै मनाङ चाहिँ भोलि बिहान एकछिन घुम्नु पर्ला आज यस्तो दिउँसो गएर ब्लु लेकमै फोटो सेसन गर्नु पर्ला अब गएर पहिला बाइक हल्का हल्का धुन्छु चिसो भयो भने धुनु त पर्यो हात पनि पुरै कक्रक्कै भइसकेछ बाइक साइक धुन्छु अनि त्यसपछि लाग्दिन्छु अनि ब्लु लेकतिर ब्लु लेकमा गएर आज 4-5-6 बजीसम्म ब्लु लेकतिरै बस्नु पर्ला आज Enjoy the view, guys. मनाङ आएर कोही तिलिचोहरू नजानी अब यतिकै मनाङसम्म घुम्न आउनेहरू हुन्छ तिलिचो म पनि त्यही गर्न आएको खास तिलिचो किनभने म पहिला नि गइसकेको थिएँ त्यो फेरि हिँड्ने जोस पनि छैन राम्रो त तिलिचो लास्ट वर्थ इट नै छ तर कोही यता आएर यहाँसम्म आयो भने चाहिँ यता भ्रागातिर बसेर अथवा त्यही मनाङ बजार बसेर पनि यो आइस लेकको माथि जाने बाटोसम्म आएर 1 घन्टा जति हिँड्यो भने 1-1.5 घन्टा म्याक्स हिँड्यो भने जस माथि अति दामी भ्यू देख्ने ठाउँ यस्तै आउँछ होइन यो चाहिँ म रेकमेन्ड गर्छु माथिबाट ब्लु लेक गङ्गापूर्ण लेक सबै देख्छ हिमालहरू पनि अब यस्तो छ होइन हेरेरै नअगाउनु यस्तो मजा म त्यहाँ अब धेरै माथि जान्न भन्ने डिसाइड गरेँ नि त मैले अनि त्यसपछि म एकछिन त्यहीँ बसेँ कि एकछिन पज गरेँ कि यस्तो मजा आयो एक घाम पनि मिठो लाग्दो रहेछ टाइममै बेलुका चाहिँ छिटो चिसो हुने होला अब बेलुका त केही भएन किचनमा धन्न आगो बालेर किचन पुरै तातो बनाएर आउँछ कोठामा मात्रै हो चिसो हुने हिजो राति खोइ के भयो राम्रोसँग निन्द्रै लागेन है बेड त कम्फर्टेबल नै थियो ठिकै छ भन्ने सोचेँ मैले पनि सुत्नै त के टेन्सन भएर झाला दिउँसै सुत्दै नि भयो यत्रो डुलेर आयो Wow, यार वाह 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 के देखेछ होला मैले क्यापमा माउन्ट गर्दैछु क्यामेरा के देखेछ थाहै नै छैन अन्न यार क्यामेरा यार भाल भाल बचेको यार हिबा कस्तो टेन्सन भएको नि एकछिन त यार रुन मात्रै नसकेको
हत् यहाँ पनि कस्तो राम्रो छ नि यहाँ यो हिमाल मात्रै होइन कि यो ल्यान्डस्केप नै सबै त्यहाँ हिउँछिउ परिरहेछ हिउँ खेल्न जान सकिन्छ यहाँ हिउँ छुन मलाई चाहिँ यस्तो यो बाइक चलाएको चाहिँ फिल्म गर्नु मन लाग्थ्यो एक्लै भइयो होइन तनाव चाहिँ एउटा तनाव चाहिँ त्यो हुँदो रहेछ एक्लै भयो भने बाइक चलाएको फिल्मै गर्न नसकिने नेभर एन्डिङ के हिमाल चाहिँ यतातिर यो सम्मतिर बाइक चलाएर यस्तो के गर्न सकिन्छ कि हेर्न पर्यो यार यहाँसम्म चाहिँ आउनुपर्छ क्या एटलिस्ट जोस् त्यति चाहिँ पुग्यो भने त अब यस्तो हिमाल त अब नजिकै पुगिहाल्छ मान्छेहरू त्यति चाहिँ त पुगेपछि त यो त केही नै लाग्दैन होला तर यो पनि त बब्बालै छ नि यार यहाँबाट झर्छ बाइक झर्दो रहेछ हेर न ल्यान्डस्केप पनि मिठो छ नि यार छैन त यहाँ यसो एक दुई राउन्ड बाइक हान्छु है यहीँ छ मान्छेहरू हिँड्दो रहेछ क्या यो